Hello guys, welcome back to my new vlog. So guys, आज चाहिँ मलाई हाम्रो राजदेवी मन्दिर आएको छु गाइस, हेर्न सक्नुहुन्छ एन्ट्रेन्स गेट। गाइस यही हो राजदेवी मन्दिर है गाइस। यहाँ चाहिँ पूजा गर्ने ठाउँ चाहिँ उता छ। अब चाहिँ म मन्दिर परिसरभित्र प्रवेश गर्न आँटेछु। मन्दिरको बाहिर चाहिँ यस्तो बस्ने टहराहरू बनाएको छ गाइस। अनि यहाँ चाहिँ आँपको रुखहरू छ अनि त्यहाँ चाहिँ पूजा सामग्रीको त्योहरू छ र मिठाईको। गाइस हेर्न सक्नुहुन्छ म मन्दिर परिसरभित्र आइसकेँ। गाइस यता चाहिँ पूजा गर्ने ठाउँ रहेको छ है। यो मन्दिरको गेट हेर्नु न कस्तो सीसीटीभी क्यामेरा पनि रहेछ। ल यहाँ चाहिँ लेखेछ जुत्ता चप्पल लगाएर प्रवेश गर्न मनाइ छ। यो लाहान नगरपालिका 15 नम्बर वडामा पर्दछ। मन्दिरबाट प्रवेश गर्दा यस्तो उकालो अलिकति चढ्नु पर्छ। गाइस त्यही हो मन्दिर। ल म चाहिँ मन्दिर आइसकेको छु। यता यस्तो रुखहरू छ गाइस अनि त्यहाँ पर चाहिँ पोखरी छ है। त्यो आँपको रुखहरू भए ठाउँमा कति पुरानो पुरानो रुखहरू होला है यिनीहरू। ल गाइस जय माता दी। यो चाहिँ के होला है गाइस मलाई भनिदिनु ल। गाइस सर्पहरूको उत्यो छ यहाँ तल पनि सर्पहरूको उत्यो छ। यो चाहिँ त्रिशूलहरू गाइस हेर्नुहुन्छ कति धेरै दानपेटिका। र हामी मन्दिरभित्र छिरिसकेका छौँ। गाइस मन्दिर चाहिँ यस्तो देखिन्छ। म भित्रबाट पनि देखाउँछु। ए गाइस दुर्गा माता। अब चाहिँ म मन्दिर परिसरको क्रममा गर्छु।